टाशी दिले नमस्ते मेरो नाम कर्म फुर्बु शेर्पा र म चाहिँ पूजनीय श्री ठंगु रिम्पोछे गुरुजीले स्थापना गर्नुभएको जुन श्री मंगलदेव ब्रान्च स्कुल रहेको छ नमो बुद्ध स्थित काप्री जिल्ला हाल यो स्कुलको चाहिँ प्रिन्सिपलको रूपमा रहेको छु भन्न चाहन्छु। काप्री जिल्लाको नमो बुद्ध स्थित आजभन्दा लगभग 40 वर्ष अगाडि गुरुजीले चाहिँ यस ठाउँमा चाहिँ एउटा पवित्र स्थलको नजर गरिकन त्यसकारणले उहाँले यस ठाउँमा गुम्बा निर्माण, त्यसै गरिकन ध्यान केन्द्र निर्माण, त्यसै गरिकन शेडा उच्च बौद्ध शिक्षा संस्थान, स्वास्थ्य चौकी, क्लिनिक, बुक पब्लिकेसन इत्यादि खोल्नु भएको छ। यसको लक्ष्य चाहिँ के हो भन्दा यस पवित्र स्थलबाट चाहिँ बौद्ध शिक्षा चाहिँ विश्वमा प्रकाशको रूपमा छर्कनुको निमित्त उहाँले यस ठाउँमा चाहिँ ठाउँ पनि रोज्नु भएको हो र यस ठाउँमा त्यस्ता गतिविधिहरू सामाजिक सेवा, धार्मिक क्रियाकलापहरू चाहिँ उहाँले सुरु गर्दै आउनुभएको छ हालसम्म। यो चाहिँ एउटा पवित्र धार्मिक स्थल रहेको छ। किन भन्दाखेरि आजभन्दा लगभग 6-7 हजार वर्ष अगाडि चाहिँ सिद्धार्थ गौतम बुद्धको पुनर्जन्म जुन महासत्वको रूपमा चाहिँ उहाँले जन्म लिनुभएको थियो, त्यतिखेर चाहिँ यस ठाउँमा चाहिँ ग्रेट हार्ट अथवा महासत्वले चाहिँ बगेनी र 5वटा डमरहरू देख्नुभयो र त्यस पश्चात उहाँलाई करुणा मैत्री जाग्यो। 5वटा डमरू र बगेनीलाई चाहिँ आफ्नो जीवनदान गरेको कारणले गर्दाखेरि चाहिँ यो ठाउँ चाहिँ अति नै पवित्र स्थल मानिएको कारण चाहिँ यस्तो हो। अहिले हाल नमो बुद्ध ठंगु टाशी याङचे गुम्बा स्थित रहेको फेरि एउटा ठंगु ब्रान्च स्कुल छ। यो स्कुलको स्थापना चाहिँ सन् 2002 सालमा चाहिँ स्थापना गरिएको हो र गुरुजीको मुख्य उद्देश्य लक्ष्य भने चाहिँ हाम्रा नेपालमा रहेका सासाना बालबालिकाहरूलाई चाहिँ जसलाई चाहिँ बौद्ध धर्म सम्बन्धी पठन पाठन गर्ने जसलाई इच्छा छ उहाँहरूको निमित्त चाहिँ यहाँ बौद्ध शिक्षा लगायत अनि आधुनिक शिक्षा दुईवटाकै मेल गरेर चाहिँ अहिले पठन पाठन गरिरहेको छ र यसबाट चाहिँ सबै नेपाली लामा भाइहरूको जुन हृदयमा चाहिँ बौद्ध शिक्षा के हो र बौद्ध दर्शन के हो भन्ने एउटा ज्ञानको लाभ होस् भन्ने हिसाबले चाहिँ उहाँले स्कुल चाहिँ स्थापना गर्नुभएको हो। हाम्रो यस स्कुलमा चाहिँ आधुनिक शिक्षा र बौद्ध शिक्षाको पठन पाठन गरिन्छ र आधुनिक शिक्षामा चाहिँ नेपाली, इङ्ग्लिस, भोट भाषा, व्याकरण, ग्रामर, गणित, सोशल स्टडिज अनि कम्प्युटर यी सबै विषयको चाहिँ पठन पाठन गरिन्छ। के बडे अस्ति लास्टमा एक्सिडेन्ट के बडे बाप बाचा रे बाप बाचा हुन्छ के हो छोरो बुझाउनेले के हुन्छ बाप बाचा रे मन यो भए दि मरो निकम छिटो बेटा म वे के जमा तन निकम जिति के राउँछु कि का कम्प्लेन गर्ने छैन तथा कि भए मरो सी इस धेरै समय जस्तो हुन्छ सबैमा भनेन फेरि सी सेक्सन कतिवटा गदा छ भनेपछि के लेख्नुपर्छ त्यहाँ तिमीहरूले 1 डङ्की हैन। अब डङ्कीको कतिवटा पुच्छर रहेछ र त्यसको साथमा जुन सिम्पल बौद्ध दर्शन सम्बन्धी पनि पठन पाठन गरिन्छ जस्तै 10 कुशल कर्म, 10 अकुशल कर्म, 4 आर्य सत्य हैन, त्यसै गरिकन अष्टाङ्ग मार्ग इत्यादिको विषयमा पनि यहाँ पठन पाठन गरिन्छ। अहिले चाहिँ हाम्रो यहाँ हाल लगभग 100 जना चासना विद्यार्थीहरू रहेका छन् र 16 जना शिक्षकहरू रहेका छन्। My topic is important reading book is very important for us. हाम्रो यस विद्यालयमा एक्स्ट्रा करिकुलम मासिक रूपमा चाहिँ जस्तै खेलकुद, क्विज कन्टेस्ट, वक्तृत्व कला, धर्म टक अनि दिदी लुङ्गी त्यहाँ भाइ सो हेरे
Dvip भने नेपालको हो नि टाङ्गीको नेपालको होइन अन्त त्यो ढोडी दुएर ढोडी अलग के तंजे रोजी दे मिली कुछ थंग दे नाम अच्छा सा दे अन्त त्यो लाउथि मारे 제대로 주문을 주름다 여기 제라나 좀 받을 수 있는 게 되게 너무 진짜 선물로 됐던 거요. 대신 너가 돌아올 잡아. 너가 돌아올 잡아 니 가리 레시 바이나. त्यो पनि नेपाली भाषा इङ्ग्लिस भाषा र भोट भाषामा तीनवटामा गराइन्छ त्यसको साथसाथै जुन कण्ठ गर्नुपर्ने पाठहरू हुन्छ ती पाठहरू कण्ठ गराइन्छ त्यसै गरिकन रिचुअल ट्रेनिङ जस्तै बाजा बजाउने हैन त्यसको लयको एउटा विधि हुन्छ त्यसको भाका कसरी निकाल्ने भन्नेदेखि लिएर अनि हातको मुद्राहरू हुन्छ त्यसै गरिकन ड्रम कसरी बजाउने भन्ने विषयमा हुन्छ जो पूजापाठ गर्दाखेरि जुन तोर्मा भन्ने बनाइन्छ त्यो तोर्माको जुन बनोट कस्तो हुनुपर्छ त्यसको उचाइ कस्तो हुनुपर्छ र त्यसको साइज कस्तो हुनुपर्छ भनेर त्यस विषयमा यो रिचुअल ट्रेनिङ सम्बन्धी पनि सिकाइ हुन्छ हाम्रो यस विद्यालयमा प्राय जस्तो नेपालको प्राय जिल्लाबाट बालबच्चाहरू चाहिँ अध्ययनका निम्ति आउनुभएका छन् यहाँ मेजोरिटीको हिसाबले भन्ने हो भने चाहिँ सिन्धुपाल्चोक गोर्खा मनाङ रसुवा दोलखा ओखलढुङ्गा र सोलुखुम्बु यी जिल्लाबाट चाहिँ प्राय जस्तो विद्यार्थीहरू चाहिँ यहाँ अध्ययनरत छन् यहाँ तामाङ समुदाय गुरुङ समुदाय शेर्पा समुदाय डोल्पाली समुदाय अनि नेवार समुदाय र ब्राह्मण समुदायका पनि छन् त्यसै गरिकन विश्वकर्मा समुदायका विद्यार्थीहरू पनि छन् मतलब बुद्धले भने चाहिँ बौद्ध सिद्धान्त अनुसार कुनै जातभातको भेदभाव हुँदैन भन्ने हिसाबले चाहिँ यहाँ हरेक समुदायका चाहिँ बाल बच्चाहरू चाहिँ अध्ययनरत छन् र जो कसैले पनि अध्ययन गर्न सकिन्छ भन्न चाहन्छु अब खासरी ससाना भाइहरू चाहिँ किन लामा बस्ने गरिन्छ भन्दाखेरि बुद्ध भगवानले जुन सिकाउनु भएको जुन करुणा छ जुन मैत्री छ त्यस प्रकारको ज्ञान चाहिँ हामीले सानैदेखि नै ग्रहण गर्दै सानैदेखि नै सिक्दै जान सकेमा चाहिँ भविष्यमा गएर चाहिँ त्यो बालक चाहिँ मैत्रीवान करुणामय अरूको भलो रुचाउने त्यस्तो खालको एउटा चाहिँ ज्ञान लिन सकिन्छ र त्यसको तालिम भन्ने चाहिँ ठुलो भएर होइन कि सानैदेखि नै गराउनु र गर्नु चाहिँ धेरै जरुरी छ त्यसै कारणले गर्दाखेरि पनि यस ठाउँमा यस विद्यालयमा चाहिँ साना भाइहरू चाहिँ अध्ययन गर्न आउँछन् उनीहरू लामा बन्छन्
र गुरुजीले यस स्कुलमा आधुनिक शिक्षा पनि उहाँले प्रबन्ध गर्नुभएको छ, उहाँले मिलाउनु भएको छ। यसको कारण चाहिँ के हो भन्दाखेरि हामीले मुख्य रूपले चाहिँ यो बौद्ध दर्शन अथवा बौद्ध ध्यान शिक्षा इत्यादि चाहिँ हामीले हासिल गरिसकेपछि त्यसको प्रचार प्रसारमा चाहिँ हामीले भाषाको चाहिँ धेरै जरुरी देखिन्छ। जस्तै नेपाली भाषा, भोट भाषा, त्यसै गरिकन चाहिँ अङ्ग्रेजी भाषा धेरै नै जरुरी रहेको छ। किन भन्दाखेरि ती भाषाको माध्यमबाट चाहिँ जुन बौद्ध शिक्षा, बौद्ध ध्यान हैन, त्यसै गरिकन बौद्ध प्रज्ञा त्यो चाहिँ विश्वमा छर्न सकोस्, विश्वमा फैलाउन सकोस् है। यो विश्वको यो मानवहरूको हृदयमा चाहिँ छर्न सकोस् भन्ने उद्देश्यले चाहिँ अनि गुरुजीले चाहिँ भाषाको पनि अति नै जरुरी छ, अति नै महत्त्वपूर्ण छ भन्ने हिसाबले चाहिँ आधुनिक शिक्षा राख्नुभएको कारण चाहिँ त्यही हो। अन्त्यमा म यो भन्न चाहन्छु, आफ्ना वरिपरि रहेका छरछिमेक बालबच्चाहरू, आफ्ना बालबच्चाहरू सबैलाई चाहिँ हामी अग्रजहरूले अहिले सानैदेखि नै अलिकति करुणा भनेको के हो, मैत्री भनेको के हो हैन, जीवन भनेको के हो, हामीले दया माया करुणा भनेको कसरी चाहिँ ग्रहण गर्नुपर्छ, हाम्रो आचरण कस्तो हुनुपर्छ, हाम्रो सोच कस्तो हुनुपर्छ हैन, आधुनिक शिक्षा पनि चाहिन्छ र बौद्ध शिक्षा पनि चाहिन्छ। यो दुवै एकमुष्ट रूपले चाहिँ मेल गरेर लानुपर्ने एउटा हिसाबले चाहिँ हाम्रो सासाना बालबच्चाहरूलाई त्यस्तो खालको एउटा अर्थी, त्यस्तो खालको एउटा चाहिँ मार्ग दिन सकेमा चाहिँ भविष्यमा गएर त्यो बालबालिकाहरू चाहिँ के हुन आउँछ त, करुणामय व्यक्ति हुन आउँछ जस्तो लाग्छ। त्यस्तो खालको व्यक्ति चाहिँ हाम्रो समुदायहरूले चाहिँ उत्पादन गर्न सकेमा अवश्य भविष्यमा चाहिँ आफ्नो टोल, छरछिमेक, आफ्नो गाउँ, आफ्नो जिल्ला सबैमा चाहिँ एउटा के हुन्छ मैत्रीपूर्ण वातावरण, के अरे मैत्रीपूर्ण शिक्षण त्यस्तो हुन आउँछ जस्तो लाग्दछ। त्यही नै भन्न चाहन्छु। Tashi दिलेक, धन्यवाद। कति रे? 2 कक्षामा? भोक लाग्यो? अहिले कति कक्षामा पढ्छ? 1 कक्षा। 1 कक्षामा? स्कुलमा मजा छ? के गर्न मन लाग्छ? पढ्दा त पढ्दैन अनि कहाँ हुन्छ? तिम्रो नाम चाहिँ के हो? अहिले कति कक्षामा पढ्छ? 1 क्लास। 1 क्लास? एलकेजी मा पढ्छ। अनि स्कुलमा को? तिमीहरू दुईजना दाजुभाइ हो? खै भाइको दाइको हो? टाउको देखाउ त, तिम्रो टाउको देखाउ त। यस्तो होइन टाउको माथि। हेलो टेस्टले के गरेको तिमीहरू? गाउँमा हानेको? तिम्रो नाम के हो रे? घर कहाँ हो? धुब्री। अहिले कति कक्षामा पढ्छ? एलकेजी हो? अनि स्कुलमा मजा छ? स्कुलमा के सिक्छ? म्याथ सिक्छ, टिबिटन सिक्छ। हो? अनि टिचरहरू कस्तो राम्रो छ? के छ भाइ? नाम के हो? वाङ्गे लामा हो? घर कहाँ हो? छिन्डेमा? उहाँ तल नमो बुद्धमा? ए, अनि अहिले कति कक्षामा पढ्छ? 2 कक्षामा? लामा बसेर कति वर्ष भयो? 1 वर्ष। सबै ठिक छ अहिले है? नयाँ हो? कति भयो बसेर घुममा आएर? घर कहाँ हो? रुकुम। कोसँग आएको यहाँ? मम्मीसँग आएको? के पढेको यो? काई हो कि? अनि के गरिरहेको? टोइलेट गइरहेको? नाम के हो?
हो नयाँ हो तिमी अनि अहिले पढ्न आउँछ कफा पढ्न आउँछ सिक्न बाँकी छ अनि कहिले सिक्ने त अनि कहिले सिक्ने अब खोइ तिमीले जुत्नुहुन्छ तिमीले जुत्नुहुन्छ कसले डलाएको यस्तो बलियो भएको के खान्छ तिमीले बोडी सिक्छ क्या तिमीले हो कति वर्ष हो तिमी तिमीहरू दुईजना कति वर्ष अनि ऊ एक्सर्साइज कसरी गर्छ तिमी कसरी गर्छ देखाउ त ल कसरी गर्छ देखाउ त उसले कसरी गर्छ उसले कसरी गर्छ कस्तो गर्छ रे बिस्तारै गर्न उसले उसले यस्तो गर्छ हो अनि अझै चाहिँ